मैले त भनेकै छु हेर्नुस् यो देशमा संघीयता टिक्दैन यसले काम दिँदैन यो चाहिँ भणखारा गयो आफ्ना खुट्टा आफैले पङ्चर हान्यो हेर्नुस् बिग्रेको रेडियो सिकारू मिस्त्रीले बनाउन नि सक्दैन पहिलो जस्तो नि हुँदैन त्यस्तै भयो चौतारीमा बर होइन स्वामी छ संघीयताले देखाए रोमिता भनेकै हो अब चाहिँ नि यस्ता विभिन्न ठाउँमा चाहिँ नि विभिन्न कार्यक्रमहरूमा सङ्घको प्रदेशका नेताहरूलाई प्रमुख अतिथि बनाउने कि विशिष्ट भन्ने पनि धेरै लफडा परे देखेको छु मैले यहाँ त पर्नु होला अहिलेसम्म सोल्युसन सबै भइसक्यो तपाईँ त्यस्ता कुरा मिलाउँदै जानुहुन्छ तर चाहिँ नि सङ्घीयता भनेको कस्तो भयो त भन्नुहुन्छ भने खसी भनौँ बोसो छैन बोको भनौँ नसो छैन त्यही भएर दुर्गा परसाईको आन्दोलन हेर्नुहोस् कति चर्क्यो यसको पनि चाहिँ सोल्युसन त म देख्दिनँ तर पनि यो स्थिति आउनुमा हामीले तौर तरिकाहरू पुर्याएनौँ हाम्रा ढङ्गहरू मिलेका छैनन् त्यसकारण यति धेरै दुःख गरेर ल्याएको व्यवस्था जोगाउनमा धेरै मेहनत गर्नुपर्छ भन्ने कुरो राख्छु अरू पनि ठुलो कुरो गर्न चाहन्छु।